हेलो सम्पूर्णलाई नमस्कार जोडले आज चाहिँ हामी साहसको फर्स्ट बर्थडे सेलिब्रेसन गर्न गएका छौं अल्ट्रासरमा त्यहाँको सम्पूर्ण रमाइलो दृश्यहरू अनि त्यहाँको एक्टिभिटिजहरू चाहिँ तपाईहरुलाई सक्दो राम्रो उसमा चाहिँ पस्किने प्रयत्न गर्दछु सी यू देयर सी यू सुन भर्खरै यो एम्पायरमा आइपुगेका छौं है तपाईले जो डेकोरेसन सर्वकै हेर्दै हुनुहुन्छ हामी चाहिँ हाम्रो गेस्टहरू प्यारो इष्टमित्रहरू हाम्रो विशेष गरी गेस्टहरू चाहिँ वेट गरिरहेका छौं छोरा सर्लको अहिले सोफा चाहिँ 20-25 जना चाहिँ हुनुभएको छ अझै चाहिँ महल्ला चाहिँ अझै बढ्नेवाला छ अझै यहाँ भर्खर ससुरा पुसो अनि मुद्दाइ हुनुहुन्छ ससुरा डोनकेश्वरबाट कति घण्टा लाग्यो अहिले आउन 3.5 घण्टा लाग्यो 3.5 घण्टा लागेर अहिले झन्डै M25 मा ट्राफिकमा फसियो हजुर ए है र 3.5 घण्टामा आइपुग्यो ल र पनि अहिले कति छिटो आइपुग्नु हो ल ससुरा हामी चेस गर्नु है ल भदैको नाममा ससुराको नाममा ल पुसौ ल ल हाम्रो अब पुसौलाई फेरि पनि नमस्कार छ पुसौ धन्यवाद अनि तपाई त अब अल्ट्रासरकै मान्छे हैन अनि यहाँको भूमि पनि हुन्छ सब वान अफ द सिनियर मान्छे हुनुहुन्छ उहाँ चाहिँ अनि आज नातिकोमा नाच्ने होला नि पुसौ अहिले पलाती हो पलाती सरी पलातीकोमा ल मजाले नाच्ने पर्छ है पुसौ ल हुन्छ अनि मते दाइ हजुर मतेले चाहिँ बिचरा यहाँ ल धन्यवाद छ अनि गाग्रो अनि पाँचहरू बिहान ल्याएर गाडाङ गुडुङ एकदमै ठुलो सहयोग भइसकेको छ मदाइको ल धन्यवाद है अहिले फेरि अब दाइको फेरि काम भन्नुभएको छ तर नउन्जेल चाहिँ मजाले खाएर नाचेर जानुपर्छ है दाइ धन्यवाद भाइ हजुर हजुर धन्यवाद छ हजुर जति छ हाम्रो जेनरेसनमा मेरो भन्दासम्म आज हजुर सिम्पलेसम्म भेटिन्छ भन्ने आशा छ हजुर र यसरी नै भेट्ने हो खाने हो रमाइलो गर्ने हो मरिलाउने केही पनि छैन होइन हजुर यहाँ चाहिँ हाम्रो फुपू लन्डनबाट आउनुभएको छ छ्यामा त अल्ट्रासन नै हो छ्या फुपू नमस्कार फेरि पनि मेरो भिडियोलाई नमस्कार गरिदिनु त फुपू ल है लन्डनबाट आउँदा कति घण्टा लाग्यो फुपू तपाईँलाई झन्डै 1 घण्टा जस्तो लाग्छ हजुर धन्यवाद लिएर आउँछ उहाँ चाहिँ पाक गर्दै हुनुहुन्छ ल अब पनाती पऱ्यो नि होइन साहस त फुपू ल अहिले रमाइलो गर्छ है फुपू अनि यता छ्यामा तपाईँ फान्ड्रो होइन फान्ड्रो त बाटो अघि आउनुभएको छ छ्यामा पनि ल तपाईँलाई पनि एकदमै धन्यवाद छ यता काका र मामा ल तपाईँलाई हामीलाई चेस गर्नुभयो मामा त्यो सकेर फेरि थप्नु पऱ्यो होइन काका ल हजुर अनि तपाईँको सकेछ ल भएन जानु पऱ्यो फेरि ल काका है ल यहाँ फुपू अनि माइजू ल नमस्कार है डोनकेश्वरबाट आउनुहोस् ओहो ल ठ्याक्क ओ ल भाउजू कान्छी ल नमस्कार ल यहाँ मैले रेकर्ड गर्दा गर्दै भर्खर एकदमै जमिरहेको छ ल ल भाउजू धन्यवाद है कि बिहान बिहान गाई झारिदिनु हो पानस झारिदिनु हो अनि नाच्नुपर्छ है भाउजू ल ल फुपू नाच्नुपर्छ है हजुर नाच्नुपर्छ ल रेकर्ड गर्दा ल भाउजू रोके ल भाउजू कति घन्टा लाग्यो 3-4 घन्टा त लाग्यो होला ल ल बस्नुहोस् स्वागत छ फेरि पनि आफ्नो लाडीकोमा पुसौ नमस्कार अनि अल्ट्रासर फान्ड्रोको मान्छे एकदमै छिराउनु भयो त ल ल धन्यवाद है पुसौ यहाँ नि यहीँबाट हालिदिन्छु त भाइबरमा त्यो उठ्दै राख्नुहोस् ल है हाम्रो अग्रजहरू यहाँ टेबलमा भिडियो पनि छ है फेरि हो भिडियो पनि हो क्या फेरि ल हाम्रो अग्रजहरू पनि हुनुहुन्छ उहाँहरूसँग त मैले इन्टरभ्यू लिएँ हाम्रो मामा ल नमस्कार उहाँ चाहिँ हाम्रो के अरे हाम्रो अल्ट्रासटको अब चिमखलाको त खम्बा हुनु भयो झन् हाम्रो अल्ट्रासटको त क्याप्टेन हुनुहुन्छ मामा
ल एकदमै स्वागत छ मामा है ल थ्याङ्क यू फर कमिङ अनि उहाँले चाहिँ जति पनि अल्ट्रासाउन्डको हाम्रो गाउँले छरछिमेकी हुनुहुन्छ सबैलाई चाहिँ उहाँले राम्रो सूचना दिनुभएको छ त्यसको लागि धेरै धेरै आभारी छौँ है मामा ल यहाँ चाहिँ हाम्रो लभली पिपल फ्रम स्विन्डन अनि अल्ट्रासाउन्डबाट हुनुहुन्छ बहिनी ज्वाइँहरू अनि साली अनि नन्दे ल सम्पूर्णलाई मेरो भ्लगमा पनि स्वागत छ है ल मेरो भ्लगमा एकछिन नमस्ते भनिदिनु त नमस्ते ल हामीहरू चाहिँ टप टेबलमा छ है ल यो भएकोमा सम्पूर्ण जोइन हुनेलाई चाहिँ एकदम धन्यवादको साथमा एकछिन चेस गरिदिनु ल चेस है त यहाँ शोभाले सबैलाई गफ दिएर रल्लै पार्दैछ है हाम्रो रिडिङको ग्याङहरू आउँदो हुनुहुन्छ ल दिदी बहिनी जान्छु त ल धन्दा है ल जस्तो ल अब भर्खरै हाम्रो बर्थडे बोयको एन्ट्री हुँदैछ साहस साहस बेबी साहस Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sahas. Happy birthday to you. अब लगातार हाम्रो घरमा ससुरा हजुरहरू अनि बाजे घरमा चाहिँ माइती बाजे प्लिज तपाईँले आइदिनु टिकट लानुको लागि ल केटाले चाहिँ ऱ्याफल ड्रको टिकट चाहिँ बनाउँदैछ गुड जब बोइज
Go
साहसको यो बर्थडे सेलिब्रेसनमा पाल्नुहुने सम्पूर्ण अतिथिहरूलाई धेरै धेरै नमस्कार अनि धन्यवाद। हजुरहरूको उपस्थितिले यो बर्थडे सेलिब्रेसन एकदमै सफलतापूर्वक सम्पन्न भयो। आशा छ हजुरले पनि केही रमाइला क्षणहरू क्याप्चर गर्नुभयो होला। फेरि पनि हृदयदेखि नै म अनि सम्पूर्ण परिवारदेखि चाहिँ हजुरहरूलाई मुरी मुरी धन्यवाद दिँदै हजुरहरूको दिन स्वस्थ रहोस्, व्यस्त रहोस् र मस्त रहोस् भन्दै फेरि भेट्ने बाचाको साथ बिदा लिन चाहन्छु। नमस्कार जोरले।